सबै पत्रकार साथीहरूलाई स्वागत छ। हाम्रो दुःखमा साथ दिनलाई यहाँहरूले जाजरकोटदेखि यो काठमाडौँसम्मको यात्रालाई निरन्तर रूपमा यहाँहरूले फलो गरिदिनु भएको छ, यहाँहरूले साथ दिनुभएको छ। त्यसको लागि सबै पत्रकार साथीहरूलाई हाम्रो यो सानो निमन्त्रणालाई स्वीकारेर यहाँसम्म आइदिनु भएकोमा सबै पत्रकार मिडिया जगत साथीहरूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। 2077 साल जेठको 10 गते जाजरकोटमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र प्रेम सम्बन्ध पछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। त्यो हत्या भए पश्चात गठन भएका संसदीय समितिहरू, मानवाधिकार आयोगहरू, मानवाधिकारको सन्दर्भमा काम गरेका विभिन्न संस्थाहरू, यहाँका मिडियाहरू, यहाँको रुकुमको पश्चिमको सम्मानित जिल्ला अदालतले पनि जातीय विभेदको कारणले गर्दा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भएको कुरालाई दिउँसो 12 बजेको घाम जस्तो छर्लङ्ग पारेर स्पष्ट रूपमा व्याख्या गरेर फैसला गरिसकेको अवस्था हो। रुकुममा भएको उक्त घटनालाई संसारभरिमा मान्छेहरूले यो एउटा मानव जगतको इतिहासमा सबैभन्दा धेरै मानिसहरूको एकमुष्ट हत्या भएको यो घटनालाई सुर्खेतको उच्च अदालतका 2 जना न्यायाधीश सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारी नाम गरेका 2 जना न्यायाधीशले गलत अभ्यास गरेर एउटा न्यायालयप्रति नै आम मानिसहरूको विश्वास र भरोसा टुट्ने गरी सकिने गरी चाहिँ गलत फैसला गर्दाखेरि हामीले हाम्रो बुझाइ अहिले 60 लाख दलितहरूको बुझाइ यो छ कि ती 24 जना जन्मकैद परेका मानिसहरूले 6 जना मान्छे मात्रै मारे, तर यी 2 जना न्यायाधीशहरूले 60 लाख दलितहरूको हत्या गरेका छन्, सामूहिक नरसंहार गरेका छन्। त्यसैले ती 6 जना भाइहरू मार्ने 24 जना हत्याराहरू भन्दा अहिले हाम्रो लागि अपराधी र दोषी कोही हो भने अहिलेका यी 2 जना न्यायाधीशहरू। यिनले त्योभन्दा ठुलो अपराध गरेका छन्। यो समाजमा जातीय नरसंहार भड्काउने गरी फेरि एउटा नयाँ आन्दोलनको बीजारोपण गरिदिएका छन्। उनीहरूले आगो झोसिदिएका छन्। एउटा साम्प्रदायिकता भड्काउने गरी समाजमा फेरि नयाँ ढङ्गबाट आगो लगाउने गरी यो न्यायाधीशहरूको फैसला आएको छ। यो फैसलाको विरुद्धमा यति बेला तपाईँले यहाँ देखिरहनु भएको छ, नवराजको बुवा आमादेखि गोविन्द साईको आमाहरू, यहाँ लोकेन्द्रको आमा, टिकारामको आमाहरू, सञ्जुको आमा, गणेश बुढाका परिवारहरू पनि बाटोमा हुनुहुन्छ र सबै परिवार यति बेला काठमाडौँमा आइसकेको छ। अहिले तपाईँहरूले यहाँ सबै मानवाधिकार कर्मीहरू, यहाँका सङ्घ संस्थाका प्रतिनिधिहरू, सबै अगुवा अभियन्ता साथीहरू यति बेला तपाईँहरूको बिचमा सामूहिक रूपमा दलितहरूको गरिएको हत्याको विरोधमा सामूहिक उपस्थिति भइरहेको छ। म तपाईँ र तपाईँका प्रिय मिडियाहरू मार्फत म एकचोटि सम्झिन चाहन्छु, 2077 जेठको 10 गते नवराज विश्वकर्माहरूको हत्या हुँदै गर्दा कोरोनाको कठिन कहरको बिचमा यहाँबाट यहाँका युट्युबका साथीहरू, यहाँका सामाजिक सञ्जालका साथीहरू, यहाँका मिडियाकर्मी साथीहरू प्लास्टिक ओढेर, छाता ओढेर जाजरकोट पुगेर त्यो कोरोना कहरको बिचमा पनि तपाईँहरूले गरिदिनु भएको त्यो एउटा न्यायिक एउटा समाचार सम्प्रेषणले हामीलाई न्याय प्राप्त भएको थियो। अहिले हाम्रो लागि सबैभन्दा ठुलो अदालत भनेको तपाईँको यो क्यामेरा भएको छ, तपाईँको यो मेहनत भएको छ। यसको लागि म सबै पत्रकार साथीहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजैको मितिबाट यी न्यायाधीशहरूलाई तत्काल पदबाट बर्खास्त गरेर उनीहरूले न्यायालयभित्र गलत अभ्यासको सुरुवात गरेका छन्। हामीले यो भन्दै गर्दा मानिसहरूले हामीलाई के भनेका छन् भने यिनीहरूले अदालतलाई धम्काएका छन्, अदालतलाई प्रभावमा पारेका छन्, वा अदालतमाथि एउटा खालको गलत अभ्यास गरे दलितहरूले भन्ने छ। तर हाम्रो बुझाइ के छ भने अदालतप्रति हाम्रो विश्वास छ, अदालतप्रति हाम्रो एउटा सम्मान हिजोको जस्तै छ। अदालतभित्रका गलत मानिसहरूको यो गलत परम्पराले गर्दाखेरि यत्र दलितहरूलाई अपमान भएको छ र आजैको मितिबाट पीडित परिवारहरूसहित हामी यहाँ धर्नामा बस्नेछौँ। जहिलेसम्म न्यायाधीशहरूलाई पदबाट बर्खास्त गरिँदैन, जहिलेसम्म उनीहरूलाई छानबिन गरिँदैन, उनीहरूले पैसाको गलत प्रयोग गरेर अहिले यहाँ पीडित परिवारहरूले पनि भन्नुहुनेछ, अहिले सबैले भन्ने छन् एउटा त्यो नवराजको मुद्दामा उनीहरूले जसरी कानुनको गलत प्रयोग गरेर उनीहरूले फैसला गरेका छन् यो यहाँका दलितहरूलाई मान्ने छैन। यो भन्दै गर्दा अस्ति हामीले सुर्खेतमा प्रदर्शन गरिसकेपछि, सुर्खेत अदालतमा हामीले आन्दोलन गरिसकेपछि हाम्रा विरुद्धमा अहिले त्यहाँका बारहरूले पनि विज्ञप्ति निकालेका छन्। म यहीँबाट प्रिय मिडियाका साथीहरू मार्फत म के भन्न चाहन्छु भने वकालत पेसाप्रति हाम्रो सम्मान छ। यो कुरालाई तपाईँले हाइलाइट बनाएर पठाइदिनुहोस्।
ती वकिलहरूले पनि सुन्ने गरी पठाइदिनुहोस्। वकालत पेसालाई हाम्रो सम्मान छ, वकालत गर्ने कर्मलाई हाम्रो सम्मान छ, तर एउटा गरिब दलितहरूले एउटा निवेदन लेख्ने मान्छे नपाउने, तर यत्रो सामूहिक हत्या गरेका हत्याराका पक्षमा 50औं जना यहाँका वरिष्ठ भनिएका वकिलहरू ढलक्क ढल्केर कालो चस्मा लगाएर कालो कोट लगाएर कालो कर्म गर्छन् भने यो वकिलहरूको कर्मलाई पनि मान्ने छैन। हाम्रा विरुद्धमा सुर्खेतको उच्च पाहाडले विज्ञप्ति निकालेको छ, सुर्खेतको जिल्ला पाहाडले विज्ञप्ति निकालेको छ। वकालत प्रति हाम्रो विश्वास छ, तर हत्यारालाई दबाउने गरी दलितका विरुद्धमा यत्रो नरसंहारको विरुद्धमा वकालत गरिन्छ भने त्यो पेसालाई हाम्रो त्यो पेसाप्रतिको एउटा विश्वास उडेको छ। त्यसैले 60 लाख दलितहरूको सामूहिक हत्या भएको छ, 6 जनाको भन्दा ठुलो एउटा हत्या भएको छ। यो हत्याको विरुद्धमा अहिले सपरिवारहरू यहाँ आइसक्नु भएको छ। आजैको मितिबाट अहिलेबाट हामी यही माइतीघर मण्डलमा उभिनेछौँ जहिलेसम्म यो हत्याराहरूको विरुद्धमा गरिएको फैसलामा सबैलाई सफाई दिने खाले जसरी फैसला गरिएको छ, जातीय विभेद होइन भन्ने खालको जसरी गलत व्याख्या गरिएको छ, यसका विरुद्धमा हामी आजैबाट यहाँ डटेर खटेर लाग्नेछौँ। र केही पीडित परिवारहरूले बोल्नुहुनेछ, केही अधिकार गर्ने साथीहरू यहाँ हुनुहुन्छ, तपाईँहरूले आवश्यकता अनुसार तपाईँहरूले प्रश्नहरू गर्न सक्नुहुन्छ र पीडितका परिवारहरू यहाँ हुनुहुन्छ, तपाईँहरूले आवश्यकता अनुसार उहाँहरूसँग प्रश्न गर्न सक्नुहुन्छ। र हामीसँग पनि हामीले गरिरहेको अभियानप्रति वा हामीले गरिरहेको अहिलेको आन्दोलनप्रति यहाँहरूको कुनै प्रश्न भए यहाँहरूले राख्न सक्नुहुन्छ। धन्यवाद।